नमस्ते हुन्छ हामी तीन परिवार चाहिँ टाढा नजिकबाट अनि भेला भएका छौँ अनि सबै चाहिँ हाम्रो विशेष कार्यक्रम हाम्रो बिहे आउँदैछ अनि बिहेको लागि आफन्तजनहरूले अनि परिवारहरूले पठाउनु भएको यो कोसेली चाहिँ आज तपाईहरुको सामु देखाउँदैछु अनि सबैजनालाई भित्री हृदयबाट धन्यवाद भन्न चाहन्छु अनि सो हामी चाहिँ हाम्रो कल्चरलको गिफ्टहरु छ अनि त्यो कुराहरु चाहिँ अनबक्सिङ गर्दै छौं फर्स्ट चाहिँ लक्ष्मी दिदीको लागि बेको भागे भन्छ हामीले चाहिँ यो चाहिँ गुनी हो ल यो चाहिँ बुवाको तर्फबाट लक्ष्मीलाई रे यो पनि लक्ष्मी दिदीकै लागि यो चाहिँ त्यो कभर के भन्छ सुर्के भन्छ हामीले चाहिँ के हामीले चाहिँ यसलाई सुर्के भन्छ यो चाहिँ यो पनि बाबाकै तर्फबाट अनि यो चाहिँ आङदुङ हो बेको त्यो चाहिँ अनि यो चाहिँ चे हो यो पनि अनि यो चाहिँ चे हो अनि उ त्यो चाहिँ सादे हो टोपी हो ल यो चाहिँ हाम्रो सबै सेट हो गाउँमै बनेको अनि बुनेको सबै अर्गानिक गाउँबाट बनेको आफ्नो ह्यान्डमेड अनि घर परिवारबाट बेको सबै अनि त्यो चाहिँ दाइलाई हो यो चाहिँ मेरो लागि यो टोपी हो अनि त्यो सेट चाहिँ तपाईको यो चाहिँ मेरो लागि अनि यो हामी त्यो चाहिँ घर फ्यामिलीबाट यो तेतुङ यो चाहिँ तेतुङ यसको भित्र लाउँछ अनि त्यसपछि अनि यो चाहिँ यसको चे हो है यो भक्कुको चे हो यो चाहिँ शोल्डो यो चाहिँ शोल्डो यो चाहिँ यो पनि कल्चरल ड्रेस हैन हुन्छ यो सबैको लागि धन्यवाद अनि त्यो चाहिँ आनी पासाङ आनी मेन्जी अनि मम्मीहरुले त्यो आमाहरु पर्छ उहाँहरुले हुन्छ यो सबैको लागि आनीहरुलाई पनि धन्यवाद दिन्छु है अनि त्यसैगरी हामी यो पनि हैन यो नि आनीहरुलाई हो यो पनि आनीहरुले नै आनीहरु मम्मीहरु सबैजना सबैको लागि धन्यवाद तपाईहरु सबैको माया चाहिँ अनि मनमा राखेको छु अब चाहिँ दिदीबाट त्यो चाहिँ दिदीबाट हो ए ल त्यसमा चाहिँ दिदी र आमजाङ बाबाट ल यो चाहिँ दिदीबाट रहेको छ यो चाहिँ दिदी र आमजाङ बाबाट यो चाहिँ दिदीबाट यो चम्चा चाहिँ दिदीको लागि लक्ष्मी दिदीको लागि ल यो चम्चा चाहिँ लक्ष्मी दिदीको लागि यो चाहिँ बुद्धिमाया दिदीले लक्ष्मी दिदीको लागि दिदीलाई धन्यवाद धेरै धेरै अनि जबोर चाहिँ तपाईको लागि अनि यो चाहिँ मेरो लागि रे अनि कम्प्लिट सेट भएको छ यो चाहिँ धन्यवाद फेरि दिदीलाई अनि त्यसैगरी अब हामी अनि यो चाहिँ आमजाङबाट आमजाङबो नगलबाट यो चाहिँ ल यो चाहिँ आमजाङबाट हो ल यो चाहिँ काँचको थाल अनि च्याबर हो त्यो चाहिँ यो पनि यसो आमजाङबालाई गिफ्टको लागि धेरै धेरै धन्यवाद ल अब यो के हो त्यति नै होला त्यो त खादाहरु हो खादाहरु हुन्छ ल म चाहिँ लक्ष्मीको र सानो काका सर्वप्रथम त अब म आफै ल्याइदिनु भएको छ त्यसमा धेरै धेरै खुसी छु अनि यो चाहिँ हाम्रो जेठा दाइले चाहिँ लक्ष्मीको लागि यो भित्र हजुर यो चाहिँ गहना भनौँ कल्चरली लाउने हैन हाम्रो आशाङथेवाहरूको परिवारबाट रहेको छ अनि सबै परिवारलाई फेरि धन्यवाद दिन्छु लक्ष्मीको लागि त्यसपछि फेरि लक्ष्मीको मामी ढेटीबाट चाहिँ गेन्जेन देखाइदिनु तपाईले चाहिँ हाम्रो लक्ष्मीको आमा बुवा फुकाल्नुपर्छ कि एकचोटि यसले चाहिँ यसरी फुकाल्यो भने चाहिँ यसको डिजाइन चाहिँ के कस्तो रहेछ भन्ने कुरा हामीले अब यहीँबाट खोलेर हेरौँ
यस्तो हुँदो रहेछ हेर्नु हजुर यो गेन्जेन भन्ने चाहिँ यो चाहिँ लक्ष्मीको मामी ढेरीको परिवार अनि यहाँ त्यही सिलसिलामा माघको लागि हजुर औँठी धन्यवाद पानी र आशाङको लागि यहाँ फेरि लक्ष्मीको लागि फेरि एउटा सानो औँठी पनि रहेछ अनि यो पनि लक्ष्मीको लागि औँठी रहेको छ अनि आशाङ आनीलाई फेरि पनि हामी दुवैजनाको तर्फबाट धन्यवाद दिन्छु अनि त्यसपछि अनि लक्ष्मीको बहिनी मिक्का र दावती म दुईजनाले अनि दिदीको लागि चाहिँ एउटा बुटिल हुन्छ चिनो हुन्छ यो पनि उपहार मेरो सालीहरूले दुईजनाले यो बुटिल उपहार दिएको छ लक्ष्मीको लागि अनि दुवैजनालाई पनि मरलक्ष्मीको तर्फबाट धन्यवाद भन्छौँ है मामी ढेडीले चाहिँ पुरै सेट हाम्रो पुरानो कल्चरको डिजाइन ड्रेसमा आङदुङ श्यामाहरू अब कति कति होला यभित्र हुन्छ फेरि पनि धन्यवाद हाम्रो मामा र माइजूलाई लक्ष्मीको आमा बुवालाई यो कोसेलीको लागि मामी ढेडीले नि यो माघको लागि छुवा हुन्छ फेरि पनि धन्यवाद हाम्रो आशाङ र आनीलाई धेरै धेरै धन्यवाद दिन्छु यो लागिरहेको छ यो पनि आशाङ आनीबाटै रहेको छ योहरू पनि आशाङ आनीबाट नै हो यो पनि आशाङ आनीबाटै रहेको छ करियोल सेट भन्छ यसलाई यो करियोल सेट छ यो करियोल सेटहरू रहेको छ यो चाहिँ मेरो आफ्नै तर्फबाट यो चाहिँ हाम्रो काका लक्ष्मीको काका आशाङ चाङबाबाट आशाङ र आनीको सम्पूर्ण परिवारलाई पनि हामी फेरि धन्यवाद दिन्छौँ धेरै धेरै हाम्रो त्यो गिफ्टहरूको निम्ति यहाँ दुईटा फुरुर र दुईटा थाल दुईटा यो कचौरा छ ज्वाइँ र छोरीको लागि हुन्छ फेरि पनि धन्यवाद हाम्रो आशाङ खाली भयो है एउटा चामल केही राख्न पाएको भए राम्रो हुन्थ्यो यो चाहिँ हाम्रो गिफ्ट रहेको छ यो घरमा पनि अनि यो पनि रहेको छ घरको लागि अनि यो सबैको लागि धन्यवाद अनि त्यसै गरी हाम्रो फेरि अझै बाँकी रहेको छ यो दुन्जेको लक्ष्मीको दाई अनिल घले चाहिँ उहाँको लागि चाहिँ तपाईँ मारा छोरीको लागि उपहार पठाइदिनु भएको छ हुन्छ यो धुन्चेको अनिल घले दाइलाई पनि धन्यवाद दिन्छु अनि के रहेछ यो हामी खोलौँ है थाल पनि रहेछ दुईवटा खोलेर देखाइदिनुपर्छ हुन्छ यो थाल पनि हो श्यामा पङ्कप रहेछ अनि अर्को चाहिँ आङदुङ रहेछ अनि दुईटा थाल चारैको थाल हुन्छ उहाँले उपहार पठाइदिनु भएको रहेछ पनि धेरै धेरै धन्यवाद पनि रहेछ यो केलाई पनि धन्यवाद हुन्छ यति रहेको छ अनि यो चाहिँ आनीहरू एउटा आनी कर्मयाङजेन र एउटा आनी पासाङ दुईजनाले चाहिँ यो धम्बी र एउटा दुईवटा खाजा चाहिँ पठाइदिनु भएको छ हुन्छ अनि कर्मयाङजेन र अनि पासाङलाई पनि धन्यवाद सबै धेरै धन्यवाद हाम्रो गाउँ उता नेपालबाट धेरै आफन्तहरूले चाहिँ सामानहरू पठाउने धेरै कोसिस गरिरहेको थियो तर यहाँ एयरपोर्ट प्लेनको कारणले हामीले बोक्न नसकेर केही सामानहरू मैले के पनि ल्याउन सकेको छैन एक दुईजनाको चाहिँ मैले बल्ल बल्ल यहाँसम्म पुर्याइदिएको छु अब पछि फेरि हामी नेपाल फर्किएपछि अझै यो कार्यक्रमहरू आजको बाँकी नै छौँ यसको लागि अब ज्वाइँ र लक्ष्मीले चाहिँ हामी आफै ल्याइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद हुन्छ धन्यवाद अनि हुन्छ जो जतिले पनि भित्रै मनदेखि दिनुभयो सबैको लागि हाम्रो परिवार मरलक्ष्मीको तर्फबाट सबैलाई धन्यवाद भन्छु हाम्रो आशाङहरू आशाङ थेबा आशाङ चाङबा मेरो बुवा अनि आनीहरू दिदीहरू जतिले दिनुभयो अनि जो जतिले पनि दिन्छु भनेर
भन्नुभएको रहेछ। हामीले धेरै कुरा सुनेको थियौँ। हामी फेरि नेपाल आएर अनि यो कार्यक्रम गर्नेछौँ, तपाईँहरू सबैसँग फेरि भेट्नेछौँ। अनि यो सबै तपाईँहरूको मायालाई चाहिँ हामी धन्यवाद दिन्छु। अनि अब चाहिँ हामी यो माइक हाम्रो अन्जाङबालाई पनि पास गर्छु। अनि कस्तो लागिरहेछ सबैले आफ्नो एक एक शब्द चाहिँ बोलिदिनु होला। के बोल्ने त धन्यवाद धन्यवाद धेरै खुसी लाग्यो। हजुर हामी नेपालबाट अस्ट्रेलिया आउनु पाएकोमै धेरै धेरै खुसी छ। अञ्जली र यसङ लक्ष्मी र हाम्रो यसङ जैसाबलाई धेरै मुरी धन्यवाद छ। अब के गर्नु हामी नेपालबाट यहाँ अस्ट्रेलिया आइपुगेछ। मुरी धेरै धेरै धन्यवाद छ। यति भन्न चाहन्छु, अर्को केही छैन। अनि बामाको लागि कङ्ग्रेसन, बिहाको लागि कङ्ग्रेसन छ। अब हाम्रो जेठी छोरी मा जैसा अनि बिहाको लागि हामी आएको अलि सामान लिएर अनि शुभ फेवर ल थ्याङ्क यू सबैजनालाई यहाँसम्म आइदिनु भयो। अनि जसले पनि गिफ्ट दिनुभएको छ सबैजनालाई धन्यवाद। ल हामी पनि है दिदी र भेनाको बिहे हुँदैछ। हामी वी आर सो एक्साइटेड फर द वेडिङ। अनि यति धेरै गिफ्ट ल्याइदिनु भयो रहेछ। तपाईँहरू सबैलाई थ्याङ्क यू। अरूलाई पनि थ्याङ्क यू, तपाईँले गिफ्टहरू लिएर आइदिनु भयो। आफ्नो के भन्छ त्यो सुटकेसमा त्यो सामान नटी भयो भने तपाईँले एड्रेस गरेर लिएर आउनु भयो। आशाङलाई पनि धेरै धेरै धन्यवाद। अनि तपाईँहरू कति वर्षपछि भेट्न पाउँदा चाहिँ हामी एकदम खुसी लाग्यो है। जस्तो ड्रिम जस्तो लागिरहेको छ। तपाईँहरू हाम्रो लाइक सँगै बसेर खाना लाइक सबै कुराहरू सँगै गर्न पाउँदा हामी चाहिँ धेरै खुसी छौँ। म पनि एकदम खुसी छु। अनि यो सामानहरू देखेर म नि एक्साइटेड नेक्स्ट चिमो धेरै खुसी लाग्यो मलाई चाहिँ। यति कति धेरै सामान पाउने रहेछ बिहे। अनि सबैजनालाई थ्याङ्क यू। अनि मम्मी ड्याडी स्पेसली आउलाई पनि यति धेरै गरिदिनु भएको छ हाम्रो लागि। अनि अञ्जली के अनि आउरा आजको गिफ्टको लागि थ्याङ्क यू सो मच। अनि आशाङ सबैजनालाई थ्याङ्क यू हामी सबैजना। अनि दिदीको बिहेमा अहिले हामीले जति के भन्छ गर्न सकेको छैन, हामी पछि फेरि गर्नेछु। अहिलेको लागि चाहिँ थोरै मात्रै छ हाम्रो साइडबाट। हामी पछि फेरि कमाउने सक्ने भएपछि चाहिँ गर्छु। अहिले चाहिँ त्यो जस्तो स्मल गिफ्ट भयो त्यो चाहिँ नेक्स्ट टाइम हामी राम्रो दिन्छौँ। सर थ्याङ्क यू सो मच है आना र दाइलाई बेनालाई के भन्छ सबैजनालाई यहाँसम्म ल्याइदिनु भयो। अनि त्यसै ड्याडी मम्मी आमथेवा आशाङलाई पनि धन्यवाद यति धेरै सामान ल्याएर। अनि लाइक अस्ट्रेलियासम्म गाह्रो भइ ट्रिप हान्नुभयो। अनि अब बिहे अब नेक्स्ट विक छ। अब सबैजना रमाइलो गर्नुपर्छ, इन्जोय गर्नुपर्छ। त्यति हो। थ्याङ्क यू। धन्यवाद सबैजनालाई, नमस्ते। अनि म चाहिँ के भन्न चाहन्छु भने अब जेठी छोरी लक्ष्मी र जोइ सर यसङको बिहाको लागि हामी यहाँ अस्ट्रेलियामा आएको छौँ। र ठुलो छोरी र जोइको बिहाको राम्रोसँग हुन सकोस्। र नेपालमा हुन सकेन, अस्ट्रेलियामा हुने भयो। अनि नेपालमा भएको आफ्ना मित्रहरूको लागि चित्त नदुखोस्। तपाईँहरूको लागि पछि उहाँहरू नेपालमा आउँदैछ र हामी तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु। र लक्ष्मी र जोइ सरको यो माया चाहिँ के भन्न चाहन्छु भने अहिले मात्र मायाको होइन, जीवनभरिको माया हुन सकोस्। र तपाईँहरूको माया जीवनभरि हुन सक्यो भने हामी पनि खुसी हुन्छौँ। हाम्रो माया सबैको माया बाँड्छौँ र तपाईँहरूको माया जीवनको राम्रो शुभ सफलता होस् र भन्ने मेरो अनुरोध भन्न चाहन्छु। र सबै यो कार्यक्रम सफलता होस् भन्ने मेरो अनुरोध गर्दछु। र धन्यवाद
र यो सबै सामानहरू हामीले थोरै सामान ल्याउनलाई गाह्रो भइरहेको छ। नेपालमा चाहिँ विदेश आउन गाह्रो छ, सामान ल्याउन सकेन, धेरै ल्याउन सकेन, भोग्नु सकेन, पठाउँदैन, समस्या छ। त्यसकारण हामी के पनि ल्याउन सकेन, थोरै कसैले ल्याएको छु अनि तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु। र सबै आफ्ना मित्र आस्याङ अनि यहाँ बहिनी सबैलाई म धन्यवाद दिन चाहन्छु। हाम्रो सबैको माया यस्तै अहिलेको जस्तो जीवनभरि हुनुपर्छ र हाम्रो एक अर्काको माया यताउति केही कुरा नआओस्, राम्रोसँग जीवन चिताउन सकोस् भन्ने मेरो भन्न चाहन्छु। र मलाई धेरै खुसी लागेको रहेछ यति परिवार भेट्न पाउँदा, मलाई धेरै खुसी लागेको छ। मेरो अत्यन्त जीवन अर्कै जीवन भइरहेको छ। मेरो जीवन धेरै खुसी लागेको रहेछ यो ठाउँमा आउँदा, यो ठाउँमा बस्न पाउँदा, र धेरै खुसी छौँ। र धन्यवाद, मेरो यति नै हो, धन्यवाद भन्न चाहन्छु। Orice memezama da phiabula zu yasang ashle de ti yarba bongjim kola yang san project lajim 7% daji the zuri khajim oji mater dese churi lachimi karma chhod diji churang bi jabo churang go chindo sandei bari jabo da bino kunja aba phiabul di mala tangbo aba ma do dalen deri thene maile kola maile agari barti ma bang bisemse ami khujim langa धन्यवाद। त्यही सबैजनालाई धेरै धन्यवाद। अनि के भन्छ अरे बाबाजी अलिक इमोसनल हुनुभयो। अनि अब दाइ र के भन्छ भाउजूलाई कङ्ग्रेचुलेसन भन्न चाहन्छु मेन चाहिँ। अनि मेरो गिफ्ट चाहिँ बाँकी नै छ, मेरो गिफ्ट चाहिँ बाँकी नै छ। के खोल्ने हो कि नेक्स्ट विक? अब तपाईको मात्र बहिनीको मात्रै बाँकी भयो। म मेरो गिफ्ट लिएर आउँछु है। यो चाहिँ मेरो गिफ्ट हो दाइ र दिदीको लागि। कहाँ गयो यहाँ? टिभी हैन न। ए सरी, भाउजूको लागि। आजदेखि त भाउजू भयो। यो चाहिँ लक्ष्मी दिदीको, ए सरी भाउजूको लागि होला हैन। अनि यो चाहिँ दिदी नपाला है। यो चाहिँ दाइको लागि अनि त्यो चाहिँ दिदीको, ए सरी भाउजूको लागि। यो खोल्दिउ त फेरि। हुन्छ ल, यो मेरो बहिनीको तर्फबाट दाइ र भाउजूको लागि भनेर सानो कोसेली रहेको छ। अनि बहिनीलाई पनि धेरै धन्यवाद। यो चाहिँ हाम्रो बहिनीको तर्फबाट गिफ्ट। थ्याङ्क यू बहिनीलाई, धेरै धन्यवाद। हुन्छ, हाम्रो कार्यक्रम अब हामी यतिमै राख्छौँ होला। अनि अब मेरो तर्फबाट र लक्ष्मीको तर्फबाट बोल्नुपर्ने कुरा कति कुराहरू यो क्यामेरा ठ्याक्कै तर्साउने बित्तिकै चाहिँ म अरू बेला भ्लग बनाइराख्ने मान्छे हो, तर यस्तो कुराहरूले चाहिँ शब्दै नआउँदो रहेछ। यो चाहिँ सबैको माया अनि त्यो मायाहरू देख्दाखेरि अनि हामी आफै पनि एकदम खुसी छौँ। तपाईहरू सबैले हाम्रो यो बिहेबालाई चाहिँ तपाईहरूले अझै धेरै आशिष अनि प्रार्थनाहरू गरेर अनि सम्पन्न बनाउनलाई नजिक टाढा जहाँबाट भए पनि हामीलाई सम्झिदिनु होला। अनि हुन्छ, फेरि पनि सबैजनालाई, मेरो परिवारलाई, लक्ष्मीको परिवारलाई अनि सम्पूर्ण जो जतिले हेर्दै हुनुहुन्छ सबैलाई धन्यवाद भन्छु। हुन्छ, धन्यवाद जिमिसी। हुन्छ, सबैजनालाई धन्यवाद। राम्रो गिफ्टहरू दिनुभयो, सोचेको थिएन। सबै गिफ्टको लागि धन्यवाद। अनि सबैजना बिहेमा आउनुभयो। अनि जति नै बहिनीहरूले पनि अब आफ्नो तर्फबाट गरिरहेको छ, बहिनीहरूलाई पनि थ्याङ्क यू। किन चारैजना बहिनीहरूलाई अनि सबैजनालाई धन्यवाद। आस्याङ, आऊ, आसु, मम्मी, ड्याडी सबैजनालाई धन्यवाद। अब सबैजनालाई राम्रो होस्। अब हाम्रो भोलिदेखि प्रोग्रामहरू सुरु हुन्छ है। अब कल्चरल वेमा चर्चमा बिहेहरू हुन्छ। अनि अब सबै कुराहरू चाहिँ सफल भएको होस्। हुन्छ।
हाई फेरि अर्कोमा भेटौँला ल चियाको निम्ति हुन्छ यहाँ धेरैभन्दा धेरै गिफ्टहरू छ हामीलाई चाहिँ यो पनि एकदम धेरै लगाइरहेको छ अझै धेरै पाएको भए त कहाँ राख्ने हामीले पनि ल्याउन गाह्रो हुन्छ जस्तो लाग्यो गाह्रो त घरै थियो ल्याउन त्यत्रो हुन्छ ल थ्याङ्क यू वीरेन ल थ्याङ्क यू